हेलो नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरूलाई स्वागत गरेँ युट्युब च्यानलमा मेरो यो भिडियोमा। र मैले युट्युब च्यानल चाहिँ चस्मा लाउनै पर्यो हैन, के गर्नु, चस्मा नलगाइकन अलिकति बोल्नुलाई पनि गाह्रो। र मैले युट्युब च्यानल चाहिँ कहिले कसरी कतिखेर सुरु गरेको थिएँ भने जब म यो साउदी अरबमा काम गर्दै गर्दा ठ्याक्कै मेरो त्यस्तै इन्सिडेन्ट पछि म नेपाल जानुपर्ने भयो इमर्जेन्सी। चट्ट मेरो छुट्टी पनि सकियो 1 महिनाको। त्यसपछि फर्किनु त पर्यो, नेपालमै बसौँ भने मान्छेले यो गर्यो त्यो गर्यो यस्तो गर्यो यस्तो भयो यसको यो सक्यो भन्ने जस्तो कुरा आयो। गाईगुई कुरा पनि सुने, कसैले मलाई सुनाए आफन्तहरूले, मान्छेले यस्तो भन्दैछ यसले यस्तो भन्दैछ भनेर हैन। त्यस कारणले म फर्किनु पर्ने भयो, मन भारी पार्दै भए पनि फर्केँ। त्यस लगत्तै म जब नेपालबाट छुटिसकेर ठ्याक्क साउदी आइपुग्ने बित्तिकै ठ्याक्क लकडाउन भयो। लकडाउन भएर सुरु गरेँ। लकडाउन भयो, ठ्याक्क आएको भोलिपल्टदेखि नै लकडाउन सुरु भयो। 2019मा सायद डिसेम्बर हो कि कुन महिनामा लकडाउन भएको त्यो मलाई ठ्याक्क एक्ज्याक्ट थाहा भएन। त्यसपछि एउटा साइटमा काम गर्न जाने क्रममा बसिरहेको थिएँ। अब के गर्ने त जीवनमा, कसरी खुसी हुने, कसरी चाहिँ आफूलाई सान्त्वना, आफैले आफैलाई कसरी सान्त्वना दिने त भन्ने हिसाबले युट्युब च्यानल सुरु गरेँ। तर त्यस सुरु गरेँ, मैले च्यानल खोलेँ, च्यानल क्रिएट गरेँ। च्यानल क्रिएट गरेर पनि मैले लगभग 8-10वटा भिडियो हालेँ होला। त्यसपछि मैले टोटली भिडियो हाल्न छोडेँ। मैले त बिर्सिरहेको रहेछु। चट्ट फेरि 3 सालपछि, लगभग 3 साल होइन, 2 वर्ष 8 महिना पछाडि, 2 वर्ष 8 महिना, लगभग 2 वर्ष 9 महिना पछाडि म नेपाल फेरि फर्केँ। नेपाल फर्केर के गर्ने त, मैले फेरि त्यतिखेर ठ्याक्कै एउटा गोप्रो पनि किनेको थिएँ, गोप्रो 9 हिरो 9 ब्ल्याक, एकदम त्यतिखेर भर्खर आएको थियो, भर्खर निक्लेको थियो 9 किने। मैले गएँ, नेपाल गएँ छुट्टीमा, के गर्ने त। अब सानोतिनो भिडियोहरू बनाएँ, हालेँ। त्यतिखेर पनि 8-10वटा हालेँ होला। 8-10वटा पछाडि फेरि ठ्याक्कै ग्याप भएर मैले अहिले फेरि सुरु गरेको छु भिडियो हाल्नु। आशा छ तपाईँहरूले साथ सपोर्ट गर्नुहुन्छ भन्ने। भिडियोलाई अब खासै कन्टेन्ट यहाँ राम्रो हुँदैन होइन यो गल्फमा। अब तपाईँहरूलाई भिडियो मन पर्यो, यो मान्छेलाई अगाडि बढाउनु पर्छ है जस्तो लाग्छ भने तपाईँहरूलाई मेरो फुल स्टोरी, मैले किन कसरी घर गएँ, के भएर घर गएँ, कसरी गएँ, किन फर्किनु पर्यो, फर्केर के गरेँ, कस्तो गरेँ, अहिलेसम्मको जर्नी चाहिँ तपाईँहरूलाई 10K पुगेपछि मेरो लाइफको टोटली स्टोरी एकदम 1 घन्टा 2 घन्टै लाग्छ होइन। त्यो तपाईँहरूलाई मेरो स्टोरी युट्युब च्यानलमा देखाउने कोसिस गर्छु होइन। सायद के थियो कस्तो थियो, किन जानु पर्यो, के भएर गएँ होइन, त्यो चाहिँ तपाईँहरूले 10K चाँडोभन्दा चाँडो सपोर्ट गरेर पुर्याइदिनु होला। म तपाईँहरूलाई मेरो फुल स्टोरी यही युट्युब च्यानल मार्फत ल्याउने कोसिस गर्छु है त भन्दै धन्यवाद। तपाईँहरूले साथ सपोर्ट गर्नुहुन्छ भन्ने आशा छ। अहिलेसम्म जतिले गर्नुभएको छ तपाईँहरूलाई त धेरै धन्यवाद, मुरी धन्यवाद। तपाईँहरूले आजसम्म मलाई 760 सब्सक्राइब गरिदिनु जनाले सब्सक्राइब गर्नुभएको छ, तपाईँहरूलाई थ्याङ्क यू भेरी मच। फेरि पनि नयाँ साथीहरूले पनि सपोर्ट गर्नुहोला भन्दै आजको भिडियोलाई चाहिँ म यही अन्त्य गर्छु भन्दै बाई बाई।